संस्थाको विकासदेखि व्यक्तिका सङ्घर्षसम्मको कार्यक्रम सफल यात्रा। नमस्कार, कार्यक्रम सफल यात्रामा स्वागत छ। म मिलन अधिकारी। कार्यक्रममा विशेष गरी संस्थाको विकासदेखि लिएर व्यक्तिका सङ्घर्षसम्म केन्द्रित रहेर रिपोर्टसहित कुराकानी गर्नेछौँ। यो हरेक हप्ताको आइतबार विराट टेलिभिजन मार्फत साँझ 7 बजे प्रसारण हुने कार्यक्रम हो। आज हामीले व्यावसायिक क्षेत्रमा लाग्नुभएका एक युवाका कुरा, उहाँको व्यावसायिक जीवन यात्रामा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। उहाँ र उहाँका भाइ मिलेर इटरीमा सञ्चालन गरेको हेलो मोबाइल सर्भिसको यात्राले दिएको सफलता र त्यसभित्रका सङ्घर्ष अनि चुनौतीका विषयमा समेत हामी कुराकानी गर्नेछौँ। दर्शकबिन, अहिले हेलो मोबाइल सर्भिस आइफोनको आधिकारिक विक्रेता बनेको छ। अहिले के कस्ता सेवा र सुविधा पसलमा आएका छन् लगायतका विषयवस्तु पनि कार्यक्रममा रहनेछन्। यसै विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ हेलो मोबाइल सर्भिसका सञ्चालक बलराम बस्नेत। यहाँलाई कार्यक्रममा स्वागत छ। हजुर नमस्कार। हामीले हेलो मोबाइल सर्भिसमा आएर तयार गरेको सामग्री आजभन्दा ठिक 18 वर्ष पहिले पूर्वी नेपालको व्यापारिक केन्द्र इटहरी स्थित गोर्खा गल्लीबाट सुरु भयो एउटा यात्रा। इटहरी उपमहानगरपालिका वडा नम्बर 2 मा घर भएका बलराम बस्नेत र किशोर बस्नेत दाजुभाइको सहकार्यबाट एउटा यात्राको सुरु भएको थियो, जुन यात्राको परिचय थियो हेलो मोबाइल सर्भिस। गोर्खा गल्ली चेपबाट केही मोबाइलको बिग्रिएका पाटपुर्जालाई मर्मत गर्दै तय गरिएको यात्रामा धेरै सेवाग्राही जोडिँदै गए। माया बढ्दै गयो, विश्वास बढ्दै गयो, साथ र भरोसा थपिँदै गयो। त्यो साथ, भरोसा र विश्वासले 18 वर्षसम्मको यात्रालाई आज लोकप्रियताको शिखर प्रसाद चाहिँ प्राप्त भएको छ। छोटो समयमै देशका विभिन्न स्थानका ग्राहकको विश्वास जित्न सफल त्यत्तिकै भएको भने होइन। हेलो मोबाइल सर्भिसले ग्राहकलाई दिएको भरपर्दो सेवा र पारदर्शी कारोबारले गर्दा नै यो सम्भव भएको हो। सुरुमा सानो स्तरबाट सेवा दिन थालेको यो पसलले 2081 सालको फागुन 17 गतेदेखि जिनेक्स्ट मार्फत आइफोनको आधिकारिक विक्रेताको मान्यता पाएपछि सर्वसाधारणका लागि थप विश्वसनीय बन्न पुग्यो। आधिकारिकता पाएसँगै हेलो मोबाइलले ग्राहकका लागि आकर्षक योजना र अफर ल्याउन थाल्यो। अहिले यहाँ आइफोन 16 सम्मका नयाँ मोडलहरू उपलब्ध छन्। नेपालमै सबैभन्दा छिटो नयाँ आइफोन ल्याउने थलोको रूपमा पनि यो पसल चिनिन थालेको छ। पसलले शून्य ब्याज दरमा 12 महिनाको किस्ताबन्दीमा फोन बिक्री गर्दै आएको छ। हेलो मोबाइल सर्भिसले तय गरेको यात्राको क्रममा थप परिमार्जित र व्यवस्थित बन्दै अहिले आइफोन मर्मत सम्बन्धी विशेष तालिम प्राप्त प्राविधिक मार्फत सेवा दिँदै आएको छ। तालिम दिएर दक्ष जनशक्ति तयार गरेको छ भने अहिलेसम्म उत्पादन गरेका जनशक्तिहरू व्यवसायमा लागेको र अहिले पनि तालिम सिकिरहेको बताउँदै केही युवाहरूलाई विदेश जानबाट रोकेको सञ्चालक किशोर बस्नेत बताउनुहुन्छ। हामीले चाहिँ धेरै वर्षदेखि रिपेयर क्षेत्रमा काम गरिरहेछौँ र रिपेयरबाटै हामीले चाहिँ नाम हेलो मोबाइल सर्भिस चाहिँ रिपेयर क्षेत्रबाटै नाम बनाएर आएको छौँ। हामी दाजुभाइ चाहिँ पहिलादेखि नै रिपेयर गर्छौँ। त्यसकारणले हामीले धेरैजना भाइहरूलाई रिपेयर क्षेत्रमै चाहिँ टेक्निसियन धेरैजना हामीले चाहिँ सिकाएर धेरै ठाउँमा पसलहरू पनि खोल्नु भएको छ र अहिले पनि हामीले चाहिँ धेरैजना भाइहरूलाई यहाँनिर चाहिँ सिक्ने अवसर दिएर हामीले सानै उमेरदेखि यो रिपेयर क्षेत्रमा गरेको हुनाले हामी जस्तै सानै उमेरको भाइहरूलाई चाहिँ सिकाउँदाखेरि अझै पनि उहाँहरूले पनि सिकेर चाहिँ भोलि उहाँहरूको पनि भविष्य चाहिँ उज्जवल हुन्छ होला, विदेशिनु पर्दैन होला भनेर हामीले धेरैजनालाई सिकाइरहेछौँ। मोबाइल पसलको लोकप्रियता केवल तराईमा मात्र सीमित छैन। ताप्लेजुङ, शङ्खसभा, भोजपुर, तेह्रथुम जस्ता पूर्वी पहाडी जिल्लाबाट समेत ग्राहकहरू आइफोन किन्न र मर्मत गर्न यहाँ आइपुग्छन्। हेलो मोबाइल सर्भिससँग धेरै अगाडिदेखि कारोबार गरेको र सानो उमेरदेखि नै काम गरिरहेको बताउँदै आइफोनको आधिकारिक विक्रेता पाएकोमा ग्राहक पनि खुसी छन्। उहाँले सुरुमा मोबाइल रिपेयरिङहरू गर्दादेखि देखेको अहिले चाहिँ उहाँहरूको यस क्षेत्रप्रतिको लगाव, उहाँहरूको मेहनतले चाहिँ उहाँहरू अहिले मलाई थाहा भए अनुसार चाहिँ एप्पलको चाहिँ अधिकृत विक्रेता हुनुभएको छ अरे भन्ने मैले सुनेको छु। सायद यो उहाँहरूको परिश्रमको फल होला। उहाँहरूले ग्राहकलाई पूर्ण रूपमा सन्तुष्ट दिएर आफ्नो सेवाहरू प्रदान गरिरहनु भएको छ। मलाई पनि कतिवटा कुराहरूमा भाइहरूले सहायता गरिराख्नु भएको छ। उहाँहरूको कामदेखि एकदमै म खुसी छु। आइफोन एक्सचेन्ज, मर्मत, रिकन्डिसन सेवा, पार्ट्स सप्लायर्स जस्ता विविध सेवा यहाँ पाइन्छ।
अझै ग्राहकहरूको सहुलियतका लागि किस्ताबन्दीमा मोबाइल किन्ने सुविधा र अफिसियल वारेन्टी सहितको सेवा उपलब्ध गराउँदै आइएको जिनेक्स्ट कर्मचारी मनिषा श्रेष्ठ बताउनुहुन्छ। हजुरहरूले हाम्रो हेलो मोबाइल सर्भिसमा आइफोन लिनु हुँदै गर्दा हजुरहरूले चाहिँ 2 वर्षको वारेन्टी 2 वर्षको इन्सुरेन्स पाउनुका साथै हजुरले यहाँ चाहिँ इएमआईबाट पनि फोन लिन सक्नुहुनेछ। यसको लागि चाहिँ हजुरहरूले 40% डाउन पेमेन्ट गरेर बाँकी रहेको पैसा चाहिँ 1 वर्षमा तिर्नुपर्ने हुन्छ। यो यात्राले हेलो मोबाइल सर्भिस नामसँगै जोडिएका सञ्चालक बलराम बस्नेतको जीवनमा केवल आम्दानीको स्रोत मात्र होइन, सामाजिक प्रतिष्ठा पनि दिएको छ। आइफोन बेच्न थालेपछि बस्नेतको हातमा आइफोनको लोगो ट्याटू छापिएको छ। घरमा आइफोनको लोगो झल्किने सजावट छ। आज हेलो मोबाइल इटहरीको मात्र नभई पूर्वी नेपालको सबैभन्दा चर्चित मोबाइल बिक्री तथा मर्मत केन्द्र बनेको छ। सामाजिक सञ्जालदेखि ग्राहकहरूको मुखको प्रचार मार्फत यसको नाम फैलिँदै गएको छ। हेलो मोबाइल सर्भिस अविरल यात्रामा छ। यो अहिलेसम्म हामीले हेरेको रिपोर्ट अनुसार हेर्दाखेरि यो यात्रा एकदमै एउटा सङ्घर्षबाट प्राप्त भएको जस्तो बुझिएको छ र हेलो मोबाइलको यो यात्रा कहाँबाट सुरु भएर पसल सुरु गर्दाको अवस्था कस्तो थियो बलराम सर? सर्वप्रथम त अब म चाहिँ विदेश सिने प्रोसेसमा अब हामी त खेती किसान गरिरहेको होइन, एउटा खेती किसानको छोरो। विदेश जानुभन्दा विकल्प केही थिएन। म जनता कलेज चाहिँ 11-12 पढ्दै गर्दा साउदी जानुपर्ने भएर इन्डिया हुँदै जानुपर्ने भयो। त्यहाँ जाँदै गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ मैले मोबाइलको ट्रेनिङ एउटा जब हामी बस्ने ठाउँमा तलको तलामा चाहिँ मोबाइलको ट्रेनिङ दिने ठाउँ रहेछ, भर्खरै आएको रहेछ त्यो त्यहाँनिर चाहिँ। त्यहाँबाट चाहिँ मैले मोबाइल ट्रेनिङ त त्यहाँदेखि मान्छे निकै अलिकति देखेपछि यो सिकेर पनि केही गर्न सकिने रहेछ भन्ने लाग्यो। त्यसै पनि सानैदेखि अलिकति इलेक्ट्रोनिक क्षेत्रमा अलिकति मन जान्थ्यो। जस्तो तपाईँले त्यहाँ त्यो पसल देखेर मात्र होइन, अनि कि तपाईँ नेपाल छोडिवरी जुन चाहिँ भारतमा पुगिसक्नु भएको थियो साउदी जान भनेर, यो कुरो पनि हामीले जानकारी प्राप्त गरेका छौँ। र यसरी हेर्दाखेरि ठ्याक्कै तपाईँ चाहिँ यहीँ घुरेर आएर होइन फेरि एउटा चाहिँ सर्भिस मोबाइलको चाहिँ एउटा मर्मत गर्ने एउटा सानो जुन त्यो बेलाको काम हेर्दाखेरि पनि अलिकति कमहरू फोनहरू पनि आइरहेको बेलामा कसरी हेर्न सम्भावना छ भनेर लाग्नु? जब त्यहाँबाट विदेश जाने भएर विदेश उता सफल नभएपछि त्यसपछि म यहाँ नेपाल फर्किसकेपछि यहाँ आइसकेपछि चाहिँ अब घरमा पनि फेरि अब विदेश पनि गइ भएन, यतै केही गर्ने भनेर दौडानमा चाहिँ मैले चाहिँ यहाँनिर त्यो जुन जहाँ अहिले हेलो मोबाइल सर्भिस छ त्यहाँनिर चाहिँ सिडी बेच्ने दोकान थियो। त्यहाँ एकजना साथी हुनुहुन्थ्यो। त्यहाँ साथीसँग बसेर चाहिँ म पनि मोबाइलहरू अलिअलि गर्छु अथवा तपाईँसँगै बस्छु भनेर त्यहाँ बस्न थालेँ। बसेको केही हप्ता 10 दिनपछि चाहिँ त्यहाँनिर मोबाइलहरू आउन थाले र दोस्रो पल्ट पनि मैले ट्रेनिङ लिएको थिएँ। त्यही गर्दै त्यसपछि चाहिँ अहिले जब त्यो समय अब जसको पनि अब जुन सङ्घर्षको बेला हुन्छ त्यति बेला अब पैसा पनि साथमा नभएको र गरिरहँदाखेरि त्यो समयमा एकदमै गाह्रो भएको थियो। यो अब ठ्याक्कै यहाँले सुरु गरिराख्दाखेरि होइन जो तपाईँको साथी हुनुहुन्थ्यो त्यहाँनिर सिडी पसल बेचेर त्यहाँदेखि तपाईँले जुन एउटा चाहिँ पसल हाँक्ने खालको एउटा सोच बनाएर चाहिँ अब गइराख्दाखेरि होइन त्यो बेलाको चुनौती होइन ठ्याक्कै कस्तो रह्यो? एउटा चाहिँ तपाईँको जुन सपना थियो होइन यसलाई साकार गर्नको लागि चाहिँ अब आर्थिक चुनौतीहरू त्यसै गरी विभिन्न चुनौतीहरू त खेप्नु पर्यो पक्कै पनि। कस्तो त्यो समय एकदमै गाह्रो थियो। आफूसँग पैसा नहुने, घर परिवारबाट व्यवसाय गर्छु भन्दाखेरि अब त्यहाँनिर चाहिँ गर्न हुँदैन, त्यसमा पैसा डुब्छ भन्ने खालको कुरा आउने। हुन त त्यो बेला एउटा ट्रेन पनि चलेको थियो होला होइन विदेश जान, अझै पनि ट्रेनै छ विदेश जान भनेपछि पैसा पनि समाजले पनि पत्याउने, एउटा व्यवसाय गर्छु भन्दाखेरि समाजसँग पनि रकम नभइराखेको नहुने होइन अवस्था अझै पनि छ। अब घर परिवारबाट विदेश जाने चाहिँ पुरै ऋण काटेर पनि दिन तयार हुने, अब व्यवसाय यतै केही गर्छु भन्दाखेरि चाहिँ अब त्यो चाहिँ हुँदैन, डुबिन्छ, यस्तो गर्नु हुँदैन, हामीले कसैले परिवारमै नगरेको कुरा यो सम्भव छैन भन्ने कुरा आउँथ्यो। र गर्दै जाँदाखेरि अघिल्लो समय अब जब पसल खोलियो त्यति बेला यसो नोकियाका पुराना मोडल अहिलेका त भनौँ न 1100 नोकिया 1600 2310 यी मोडलहरू आउँथे। हाउसिङ फेर्न आउनुहुन्थ्यो, कसैले चार्ज नहुने, यसो 100 रुपियाँ होइन 75 रुपियाँ यस्तो पैसा लिँदा पनि आफूलाई चाहिँ निकै धेरै पैसा लिएको जस्तो, निकै पैसा कमाए जस्तो महसुस हुन्थ्यो त्यो बेला। ठ्याक्कै यहाँले थाहा पाए अनुसार होइन त्यो बेला अब
मर्मत गर्दा पनि पैसा पनि कम हुने होइन त्यसो हुँदाखेरि यहाँले ठ्याक्कै पहिलोचोटि होइन यो पसल खोलिसकेपछि लगानी गरिसकेपछि आएको पैसा कसरी बचत गरेर चाहिँ ल्याउनु भयो र आज चाहिँ एउटा लगानी भनौँ लगानी बिनै चाहिँ तपाईँ यहाँसम्म आइपुगिराख्दा त्यति बेलाको समय निकै गाह्रो थियो प्राय मोबाइल एकदमै कम आउँथे त्यो समयमा उयो गीत चाहिँ भर्न आउँथे 2 रुपियाँ 3 रुपियाँ गोटा गीत हालिन्थ्यो गोटा हिसाबले त्यही नै थियो कहिलेकाहीँ त अब 1 रुपियाँ नहुने बिहान आयो पैसा नभएपछि भोकै बिहान 9 बजे खाएर आयो घरमा बेलुका 7 बजे घर पुग्दा केही नखाइकनै पुगिन्थ्यो भोकै अनि जब 2 वर्षसम्म पनि पसल गरिरहँदाखेरि अब साइकलमा आउँदा एक दिन चाहिँ बेलुका घर फर्किने क्रममा साइकलमा यो तपाईँको कहाँनिर हुन्छ नि पानी ट्याङ्कीदेखि अलिक उतापट्टि कुकुरले टोक्यो त्यसपछि घर पुगेर अब यो साइकल चाहिँ मैले अब यो चाहिँ साइकल घरमा पुग्ने बित्तिकै फालिदिएर म अबदेखि जाँदिनँ भनेर चाहिँ म अबदेखि जाँदिनँ अब म यो पसल छोडेँ भनेर भोलिदेखि चाहिँ कुनै हालतमा जाँदिनँ भनेर रोकिएँ त्यसपछि 2 दिन गइनँ पनि त्यसपछि फेरि अब मनले मानेन त्यो एउटा अब त्यति बेला चाहिँ नसा पसिसकेको थियो तपाईँलाई मोबाइल मर्मत गर्छु नै भनेर अर्को कुरो परिश्रम गर्यो भने केही न केही हुन्छ होला भन्ने मनमा लाग्थ्यो र यो तपाईँको जुन यो लगाव होइन एउटा मेहनतले गर्दा नै आज चाहिँ यो अब 81 सालमा चाहिँ तपाईँहरूले अब आइफोनको आधिकारिक विक्रेता पनि पाउनु भएको छ होइन ठ्याक्कै तपाईँहरूले यो रिपेयरिङ क्षेत्र सँगसँगै अन्य फोनहरू त बिस्तार गर्दै जानुभयो आइफोनलाई चाहिँ कहिलेदेखि अँगालेर अगाडि बढ्यो पसल आइफोन चाहिँ अलिअलि त्यत्तिकै पनि आइफोनको चाहिँ कस्तो थियो भने सफ्टवेयर अलिकति आफूलाई अलिकति कम्प्युटर सम्बन्धी बढी ज्ञान लिन चाहने आफूले पनि इन्टरनेटबाटै धेरै कुराहरू थाहा पाउने र आफूसँग दाइहरू कोही हुनुहुन्थ्यो भने सोधेर पनि त्यसमा चाहिँ आइफोनमा गीत हाल्न त्यो समय अलिक गाह्रो थियो गीत हाल्न चाहिँ कहाँ भन्दा गोर्खा गल्लीमा हाल्छ भन्दै र आइफोनमा गीत हालेको चाहिँ अलिकति अरूमा जस्तै 5 रुपियाँ 3 रुपियाँ गोटा लिन्थ्यो भने त्यहाँ चाहिँ 5 रुपियाँ गोटा गीत हाल्थ्यौँ गोटा हिसाबले अनि आइफोनमा चाहिँ त गीत हाल्दैन थिएँ म चाहिँ आइफोनमा गीत हाल्दै त्यसै त्यति बेलादेखि नै त्यो गीत हाल्दादेखि नै आइफोनमा चाहिँ अलिकति मेरो एउटा माया बस्छ तपाईँको आइफोनका मान्छेहरू जोडिन थाले आइफोन चलाउने कस्टमरहरू चाहिँ त्यसरी जोडिन थाल्नुभयो र त्यो समय अलिकति इन्टरनेट थिएन अरू धेरै परबाट मेरो पसलबाट निकै परबाट तानेको थियो केही डाउनलोड गर्न पनि निकै समय लाग्थ्यो एउटा फोनको अपडेट गर्नु पर्यो भने यदि आज अपडेट गर्यो रातभरि पनि त्यो अनै छोडेर एउटा फाइल डाउनलोड गर्नु पर्दा ल्यापटपमा रातभरि छोडेर भोलि आइपुग्दा पनि डाउनलोड भइसकेको हुँदैन थियो एउटा हजुर नेटको एकदमै समस्या थियो र त्यो 18 वर्ष अगाडि अहिले पनि आइफोन कमै मान्छेहरूले लिनुहुन्छ होइन त्यो तपाईँको 6 वर्ष अगाडि अथवा 8 वर्ष अगाडि तपाईँहरूले पसल सुरु गरेकै 18 वर्ष पुगिसकेको भनेर हामीले तयार गरेको सामग्रीमा पनि प्रस्तुत गरेका छौँ र त्यो बेला कस्तो थियो र अहिले चाहिँ अलि आइफोनको ट्रेन्ड बढेर गयो कि कस्तो भयो हजुर त्यो बेला चाहिँ अलिकति अब आइफोन त्यति नलेज छैन रिपेयरमा चाहिँ ब्याट्रीहरू फेर्न एलसिडी फुटेकाहरू फेर्न आइफोन 3GS 4S यी मोडलहरू आउँथे त्यति बेला महँगो पनि थियो तर आफूलाई गर्न एकदम डर हुने आँट नहुने केही बिग्रिहाल्छ कि आइडिया हुँदा पनि किनभने यो मोबाइलको कुरा चाहिँ इलेक्ट्रोनिक कुरा हो कहिलेकाहीँ खोल्दै पनि अझै बिग्रिने चान्स बढी हुन्छ खोल्दा अलिकति हातको ब्यालेन्स मिलेन भने फुट्ने होइन त्यो भएर अलिकति डर हुन्थ्यो अहिले चाहिँ जब गर्दै जाँदाखेरि कहिलेकाहीँ चाहिँ मैले एउटा कुरा जोड्न चाहन्छु अलिकति मोबाइल बनाउँदै गर्दा दिनभरि काम गर्यो यदि भएन भने गाली पनि खाइने र यदि भयो भने चाहिँ एकदमै खुसी लाग्ने यो पैसा भन्दा नि मेहनतको चाहिँ अब आफूले जति गर्यो किनभने फोन कसैले दिनुहुन्छ उहाँको लागि त धेरै महत्त्वपूर्ण भयो हामीले फोन खोल्दै गर्दा कहिलेकाहीँ चाहिँ अब सानो मिस्टेकले टुटफुट आउन नि सक्छ एकदमै अब सिल फोन हुन्छ तपाईँको त्यो कुनै छ्याड छ त्यस्तो त्यो डराइराखेको होइन कसैको फोन बनाउँदाखेरि अलिकति महँगो फोन त्यो बेला आइफोन होइन त्यो कस्तो कुनै छ्याड छ त्यस्तो छेडहरू छ कहिलेकाहीँ बनाइरहेको बेलामा त्रुटिहरू नआउने होइन तर पनि अब डर त त्यो बेलामा हुन्थ्यो नै अब अहिलेको जस्तो जता तपाईँले नेटमा चाहिँ अब कुन फोन कसरी खोल्ने भनेर अहिले नेटमा हेर्न सकिन्छ त्यो समय थिएन होइन कहीँबाट ज्ञान लिनु चाहिँ नयाँ मोडल आउने बित्तिकै हामीले त अब अहिले त नेटमा कसरी खोल्ने मजाले युट्युबमा हेर्न सकिन्छ त्यो बेला त्यस्तो अवस्था थिएन त्यस कारणले अलिकति अहिलेभन्दा निकै समस्या जटिलै थियो त्यो समय तपाईँले कहिलेबाट यो जुन एन्ड्रोइड फोनहरू होइन विभिन्न फोनहरू बनाउनु त तपाईँले विदेश जाने क्रममै भारतमा बस्दा सिक्नुभयो र यो आइफोनको पनि तपाईँले जहाँसम्म ट्रेनिङ पनि लिनुभएको छ होइन पूर्वमै सम्भवत पहिलोपटक लिनुभयो होला त्यसो हुँदाखेरि त्यो कहिले लिनुभएको थियो कसरी जोडिनु भयो त्यहाँसँग लगभग आजभन्दा 9 वर्ष अगाडि भयो जब आइफोनको ट्रेनिङ लिए मलाई जैद अली सर उहाँ चाहिँ अस्ट्रेलियाबाट आउनुभएको थियो उहाँको पनि यस्तै पसलले उहाँ चाहिँ एकजना हाम्रो साथीको कारणले हामी चाहिँ 9 जना सिकेको थियौँ
त्यो समय जब उहाँ आइसकेपछि जब मैले त्यो ट्रेनिङ लिइसकेपछि त्यो जब डायग्राममा चाहिँ सबै कुरा हुने रहेछ, यहाँनिर चाहिँ कुन ठाउँमा कति भोल्टेज आउनुपर्ने, कुन समस्या हुँदा के गर्नुपर्ने, त्यसमा चाहिँ प्रष्ट त्यो ट्रेनिङ लिइसकेपछि चाहिँ त्यसले चाहिँ मलाई अझै निखारपन ल्यायो र मोबाइलहरू पनि सरल तरिकाले बनाउन थाल्यो र कस्टमरहरू पनि अब अरू जहीँ त्यही मोबाइल आइफोन बनाउने ठाउँ थिएन र विदेशबाट ल्याएका आइफोनहरू कहाँ बनाउने भन्दाखेरि गोर्खा गल्लीमा भनेर मान्छेहरू एकले अर्कालाई थाहा पाउँदै गएपछि पठाइदिनुहुन्थ्यो। अहिले पनि हाम्रोमा विशेष गरी त्यो समयदेखि नै ओरिजिनल ब्याट्रीहरू फेर्ने, एलसिडीहरू ओरिजिनल फेर्ने, आइफोनको विशेष गरी आफूसँग भएन भने कतै होलसेलहरूबाट मलाई चाहिँ ओरिजिनलै चाहियो भनेर प्रायः कपीहरू हामी लगाउँदैनौँ, ओरिजिनलै लगाउँछौँ। त्यसरी पनि विश्वास आर्जन गर्न सकिएको छ। जस्तो तपाईँहरूसँग त धेरै अगाडिदेखि त्यो बेला भनौँ 18 वर्षदेखिको रेन्जमा आउँदाखेरि आइफोन मर्मत गर्ने पनि धेरै ग्राहकहरू जोडेर आउनुहुन्छ होला होइन? अझै पनि तपाईँहरूसँग चाहिँ ल पहिले गरेको थिएँ है मैले यहाँ काम भनेर पनि आउनुहुन्छ होला, त्यो कुनै कोही ग्राहकहरू त्यस्तो हुनुहुन्छ होला होइन? पहिले त हाम्रो हेलो मोबाइल सर्भिस नामै सर्भिस भनेको रिपेयर क्षेत्रसँग जोडिएको छ। रिपेयर मोबाइल बेच्न थालेको त भर्खरै 5 वर्ष हाराहारी मात्रै हुँदैछ। यो अरू समय भनेको यत्रो 18 वर्ष अहिले दौरानमा छौँ हामी, त्यो समय भनेको रिपेयरै मात्रै। रिपेयर जस्तै हामीले तपाईँको मोबाइलको सफ्टवेयर गर्ने, हार्डवेयरको कुनै पनि समस्या, आइसी कुनै पनि सानो चिप लेभल आइसीको जस्तो सुकै समस्याहरू पनि हल गर्थ्यौँ। र अब पहाडी भेगबाट निकै अब मोबाइल चाहिँ झोला बोकेर लिएर आउनुहुन्थ्यो होइन, जतिले हामीलाई चिन्नुहुन्छ पहिलेदेखि काम गरिराख्नु भएछ। अब उहाँहरूले पनि एकले अर्का एकजनाले दुईजनाले 4जना गर्दै यसरी नै जोडिनु भएको छ। अझै पनि हाम्रो पहाडी यता तेह्रथुम, खाँदबारी, बसन्तपुर, यता धनकुटा, पाखरीबास यी ठाउँबाट धेरै जोडिनुहुन्छ कस्टमरहरू। पहिलेका बढी रिपेयरबाट नै अहिले फोनहरू पनि किन्नको लागि धेरै जोडिनु। साँच्चै भन्नुपर्दा त त्यो तपाईँहरूले त्यति बेला सुरु गरिराख्दाखेरि प्रविधिको विकास पनि नभएको अवस्थामा एउटा तपाईँहरूसँग डिलरकै रूपमा चाहिँ होइन फोन बनाउन धेरै अब सङ्कलन गरेर ल्याउने हुन्थ्यो होइन? हजुर हजुर, जस्तै पसलले नै ल्याउनुहुन्थ्यो। त्यो एरियाको पसलमा चाहिँ उहाँहरूले रिसिभ गर्ने, त्यहाँबाट झोलाम बोकेर आउने अनि हामी चाहिँ गरिदिन्थ्यौँ, त्यसपछि लानुहुन्थ्यो उहाँहरूले। त्यसरी सकिएन भने काम गर्ने तपाईँहरू, व्यवसाय गर्ने उहाँहरू, त्यस्तो भएको थियो धेरै अगाडि। त्यसरी हामी चाहिँ होलसेलको रूपमा रिपेयर गर्छौँ। यो अब अहिले तपाईँको यो आइफोनसँग जुन लगाव माया छ होइन, तपाईँको त्यो हातमा पनि हामीले देखिरहेछौँ आइफोनको ट्याटु हानिराख्नु भएको छ होइन? यो ठ्याक्कै यो ट्याटु हान्ने, त्यसै गरी तपाईँको घरमा पनि जुन आइफोनको सजावटका सामग्रीहरू राख्नु भएको छ, यो माया प्रेम होइन तपाईँको जीवनमा कस्तो अर्थ दिन्छ? जब म आइफोन बनाउन सुरु गर्दा ट्रेनिङ लिनुभन्दा अगाडि एकदमै आइफोन चाहिँ अब धेरै कोसिस गऱ्यो, आफूलाई नलेज कम भएर रहेछ अहिले बुझ्दाखेरि चाहिँ। जब अब त्यति बेला ट्रेनिङ लिएपछि मात्रै थाहा भयो मैले के कुरामा मिस्टेक गरेको रहेछु भनेर। काम गर्दै गऱ्यो, दिनभरि काम गऱ्यो, काम नहुने, त्यसपछि एकदम अब के गरेर चाहिँ बनेन सोच्ने, घरमा सुतिसकेपछि बिउजिँदा पनि त्यो फोन किन बनेन भनेर दिमाग त्यसमै घुमिरहेको हुन्थ्यो। किन चाहिँ बनिएन, आफूले जानेको हरेक कुरा गर्यो, सबै कुरा चेक गर्दा नभएपछि जुरुक्क बिउजेर भोलिपल्ट बिहान हुने बित्तिकै कति फेर पसल पुगेर चाहिँ त्यो प्रब्लम चाहिँ सल्भ गरौँ जस्तो लाग्थ्यो। र यो माया प्रेम पनि त्यही लगाव र मेहनत सँगसँगै हातमा ट्याटु सँगसँगै घरमा सजावटको सामग्री यो भनेको मलाई अहिले जुन हरेक कुरा दिइरहेछ यही क्षेत्र इलेक्ट्रोनिक क्षेत्र मेरो लागि एउटा अहिले हरेक कुरा मेरो यही हो भनौँ न। जस्तै अहिले मलाई अब मेरो परिवार मलाई दाजुभाइ काम गरिरहेको छौँ र अरू मेरो पसलमा अहिले 8 जना हैन भाइहरू हुनुहुन्छ। कतिजनाले सिकाउँदै कोही सिक्न इच्छुकलाई पनि 3 महिना राखेर भाइ यतै के गर्छौ भने ल हामीसँगै भन्दै चाहिँ गरिराख्नु भएको छ। र तपाईसँग तपाईको भाइ हैन एउटा दाजुभाइ मिलेर चाहिँ पारिवारिक एउटा सपोर्ट पनि होला हैन तपाईसँग जहाँसम्म र यो यात्रासम्म आइपुग्न चाहिँ पारिवारिक एउटा सहयोग हैन सद्भावना कस्तो रह्यो? पहिले चाहिँ अब दाजुभाइको त्यही त हो नि हैन घर परिवारबाट नि अब पैसै त रहेछ विदेश जानको लागि। भाइ चाहिँ विदेशमै थियो, मैले 3 वर्षसम्म गरिरहेको थिएँ, भाइ विदेशबाट फर्क्यो। अब फेरि अब भाइलाई चाहिँ अब घरबाट चाहिँ अब त नि दाइ जस्तै हुने भयो। म चाहिँ भाइलाई यतै व्यवसाय गरौँ केही गर्नुपर्छ भन्ने मलाई त्यो व्यवसाय कलिअलि लागिसकेको थियो, यतै गर्दा हुन्छ जे जस्तो भयो पनि भन्ने। तर घरबाट चाहिँ अब त पनि दाइ जस्तै बिग्रिने भइस्, अब दाइसँग जान्छस् भने अब त पनि त्यस्तै हुने भइस्, यस्तो गर्छस् भने त यहाँ हामीले भनेको मान्दिनस् भने तेरो खुसी गर भन्ने कुरा हुन्थ्यो घरबाट। अहिले त अब सबै राम्रै छ, व्यवसाय गरेका छौँ।
उहाँलाई पनि विदेश जानु हुँदैन भनेर रोकेर राख्नुभयो। हजुर, विदेश जानु हुँदैन, यतै केही गर्नुपर्छ भनेर रोकेर यो आजको तपाईँको यो जुन सफलता छ होइन, यो सफलताबाट युवा पुस्ताले चाहिँ जस्तो केही गर्न खोजिराखेका व्यवसायिक यात्रामा गइराख्ने मान्छेलाई ठ्याक्कै तपाईँको भाषामा तपाईँले भन्दाखेरि कस्तो एउटा प्रेरणा होइन मिल्छ अथवा तपाईँले गरेको यो कामले चाहिँ कसरी बुझाउन सक्नुहुन्छ? अहिले चाहिँ पढ्ने आफ्नो हातमा केही पनि सिप हुँदैन, डाइरेक्ट पढेर अगाडि नै अब 7-8मा पढ्दैदेखि म एक देश जान्छु भन्ने जुन एउटा ट्रेन्ड चलेको छ अहिले, यो एकदमै गलत छ। हातमा सिप भयो भने यहीँ पनि हरेक कामहरू छन्, आफूले सिप सिक्न जरुरी छ, पढ्नु पनि पर्छ। र सिप भनेको पढाइले जति आफूलाई अगाडि ल्याउँछ सिपले पनि त्यति नै अगाडि ल्याउँछ। र एउटा कुरो मलाई यस्तो लाग्छ, जस्तै कोही मान्छे पढेर डिग्री पढेर हाई भएको छ, उसले राम्रो जब पाएन, तर उसँग हातमा सिप छैन भने पढाइले मात्रै अगाडि बढ्न सकिन्छ भन्ने होइन, यता आफ्नो टेक्निकल कुराले पनि। जस्तै उसले पढेर उता 10 वर्ष समय बिताए, मैले यता ट्रेनिङ गरेर चाहिँ एउटा सिपको लागि चाहिँ 10 वर्ष मैले समय चाहिँ मैले उता पढेकोले जस्तै 10 वर्ष चाहिँ उता लगानी गर्यो पढाइमा, यता सिक्ने क्षेत्रमा पनि 10 वर्ष गर्यो भने उसले आफूले पनि गर्न सकिन्छ भन्ने मलाई चाहिँ त्यस्तो लाग्छ। र तपाईँहरूले अघि हामीले रिपोर्टमा पनि प्रस्तुत गरेका आधारमा हेरेका छौँ, एउटा युवाहरूलाई अझै पनि व्यावसायिक क्षेत्रमा लाग्न यहाँहरूले जुन प्रेरणा भनौँ होइन उहाँहरूलाई ल्याएर सिकाउने खालको कुराहरू पनि यो हामीले प्रस्तुत गरेको जुन रिपोर्टमा हामीले देखेका छौँ। र उनीहरूसँग एउटा एक हिसाबले भन्नुपर्दा अहिलेको युवा जेनेरेसनमा के छ भने हातमा सिप छैन, उहाँहरू विदेश जान खोजिराख्नु भएको छ, यो एउटा ट्रेन्ड पनि चलिरहेछ। र उहाँहरूको लागि कस्तो सल्लाह दिन सक्नुहुन्छ? विशेष गरेर त मैले अघि पनि यो प्रसङ्ग जोडेँ, यसलाई फेरि जोड्छु। पढ्नु त हुन्छ, तर पढाइले मात्रै बाहिर ज्ञान केही हुँदैन, सिप हातमा केही हुँदैन। अनि अहिले जुन ट्रेन्ड चलिरहेको छ सबै विदेश जाने, अनि आफूसँग सिप नभएपछि पढेर मात्रै विदेश गएर मात्रै विदेशमा चाहिँ पैसा छ भन्ने जुन यो अहिले कन्सेप्ट छ, यसलाई चाहिँ के भन्न चाहन्छु भने यतै केही गर्न सकिन्छ भन्ने आत्मसाथ लिएर सिपहरू सिकेर केही न केही गर्न सकिन्छ। जसरी आज हामीले यो रिपेयर क्षेत्रमा अँगालेर व्यवसाय गर्दै आएका छौँ। र भाइहरूलाई नि भन्न चाहन्छु, यदि त्यस्तो कोही विदेशको उसमा हुनुहुन्छ भने यतै केही गर्न सकिन्छ। हामीले व्यवसाय गरेको छौँ, अरू नै विभिन्न क्षेत्रहरू छन्, आफ्नो कुन क्षेत्र हो त्यस क्षेत्रलाई अँगालेर तुरुन्तै गर्ने बित्तिकै हुँदैन। यहाँ चाहिँ के छ त, विदेश पो गयो, पहिलो महिना काम गर्यो, पहिलो महिनाको सेलरी आउँछ, तर यहाँनिर कम्तीमा 4-5 वर्ष मेहनत गर्नुभयो भने हातमा सिप राम्रो भइसकेपछि पक्कै पनि यहाँ पनि सफलता हुन्छ भन्ने लाग्छ। यो तपाईँहरूको यो मोबाइल पसलमा होइन आइफोन मात्रै नभएर विभिन्न फोनहरू बिक्री वितरण पनि गर्दै आउनु भएको छ। र जहाँसम्म मलाई लाग्छ फोनहरूको एउटा टार्गेट हुन्छ होइन, त्यो टार्गेट पुरा गरेर पनि यहाँहरूले एउटा चाहिँ बिन्दुसम्म पुगेर होइन कम्पनीले तपाईँहरूको लागि केही उपहार होइन भनौँ एउटा सहुलियत प्रदान पनि गरेको छ होला जहाँसम्म सुनेअनुसार होइन। यो कुन कुन फोनहरू बेच्नुहुन्छ र कस्तो तपाईँहरूले सफलता पाइराख्नु? यो हेलो मोबाइल सर्भिसमा चाहिँ अब एउटा आइफोन मात्र नभएर विभिन्न फोनहरू बिक्री हुँदैछन् र ती फोनहरूको एउटा चाहिँ तपाईँ यो जुन फोनहरू बिक्री गर्नेमा एउटा टार्गेट चाहिँ पुरा गरेर होइन यहाँलाई कम्पनीले उपहारसम्म पनि प्रदान गरेको छ, जहाँसम्म अब आइफोनले आधिकारिकता दिएसँगै अन्य फोनहरूको पनि एउटा टार्गेटमा पुगेर यहाँले उपहारको स्वरूप होइन केही प्राप्त गर्नुभएको छ भन्ने सुनेको छौँ होइन। यो कस्तो के छ? हजुर हजुर, यो चाहिँ अहिले सामसङको पनि हरेक महिनाको टार्गेट दिएको हुन्छ। त्यो टार्गेट पुगाए अनुसार बेचेको त आफूलाई प्रफिट छँदैछ र टार्गेट पुगिसकेपछि फाल्टै एउटा जुन बोनस दिन्छ। मैले अहिले टिकटकतिर हरेक मान्छेलाई चाहिँ कहिले क्विज खेलाउने गरेर एयरपोर्ट्स दिइरहेको हुन्छु, पावर ब्याङ्क गिफ्ट दिइरहेको हुन्छु। जति पनि त्यो चाहिँ के छ भने कसरी दिन्छ सो भन्नुहुन्छ क्या मलाई, त्यो चाहिँ मेरो जुन टार्गेट छ त्यो पुरा गर्छु र त्यो पुरा भएर आएको जुन बोनस छ त्यो बोनस चाहिँ यही समाजबाट मैले कमाएको हुँ। यो मतलब त्यो पैसा चाहिँ यही समाजलाई मैले सामान बिक्री गरेर आएको हो र त्यो जुन बोनस पैसा चाहिँ म यही समाजलाई चाहिँ गिफ्ट गर्छु भनेर कहिले म टिकटकमा भिडियो पोस्ट गर्छु होइन, कहिले क्विज खेलाउँछु साना विद्यार्थी भाइ बहिनीहरूको लागि क्विज खेलाएर पनि मैले एयरपोर्ट्स अथवा विद्यार्थीहरूलाई होइन केही हरेक कुराहरू यसो गिफ्ट गर्दै आइरहेको छु। अनि कसैलाई पावर ब्याङ्क आवश्यक छ भने पावर ब्याङ्क ल तपाईँको लागि भनेर गिफ्ट दिँदै यसरी हाम्रो टिकटक हेलो मोबाइल सर्भिस भनेर छ, टिकटकले चाहिँ अलिकति सामाजिक सञ्जालमा आफ्ना भिडियोहरू पोस्ट गर्दै आइरहेका छौँ। जहाँसम्म अब यो यसले आइफोन मात्रै नभएर विभिन्न फोनहरू बिक्री वितरण भइरहेका छन् पसलमा भनेर आम दर्शकबिनले बुझ्नुपर्ने हुन्छ होइन। त्यसो गर्दाखेरि हेलो मोबाइलको यो जहाँसम्म अहिलेसम्मको यात्रा छ होइन र यो
गोर्खा गल्लीको च्यापमा पनि भनेका छौँ होइन, ग्राहकहरू त एकदम आउनु नै हुन्छ होला, एउटा च्याप भए पनि आएर चाहिँ यो सफलतासँग पुग्नु भएको छ। र अबको यो हेलो मोबाइल सर्भिसको भविष्यको योजना कस्तो रहेको छ र अब कसरी जाने सोच बनाइराख्नु भएको छ, के छ? अब आउँदा दिनहरूमा अझै डिजिटल प्रविधि होइन एपहरू बनेका छन्। एपमा आफूलाई मन परेको सामानहरू किन्नको लागि त्यहीँबाट हेर्न सक्नुहुन्छ। हाम्रो नि यस्तो एउटा पेज बनाउने छौँ, त्यसमा हाल्ने छौँ। अझै हाम्रो डोर टु डोर भन्ने छ अहिले। जस्तै तपाईँलाई फोन चाहियो, हामी चाहिँ घरसम्मै पनि लगिदिने। जस्तै यो इटारी एरिया 5 किलोमिटर आसपास घरै पनि लगिदिन्छौँ। टाढा हुनेको लागि पनि डेलिभरीको सुविधा, जस्तै सिओडी भन्छौँ होइन, टाढा हुनेले पनि यदि सामान चाहिँदाखेरि चाहिँ क्यास अन डेलिभरीको सुविधा पनि छ हामी कहाँ। र तपाईँहरूको यो जुन तपाईँहरूले फोनहरू दैनिक एभरेजमा होइन कतिवटासम्म बिक्री गर्नु भएको छ अहिलेसम्मको एउटा रेकर्ड होइन हुन्छ नि, एउटा रेन्जमा कुनै समय जाने कुनै समय बिक्री हुने नहुने हुन्छ नि, त्यो कस्तो छ? अलिकति चाडबाडको समयमा बढी नै बिक्री हुन्छ। त्यो चाडबाडको समय चाहिँ 30-35 वटासम्म बेचेका छौँ। एन्ड्रोइड फोनहरू, आइफोन अलिकति कमै जान्छ र नर्मल्ली अहिले लगभग 10देखि 15 वटाको रेन्जमा एन्ड्रोइड फोनहरू बिक्री हुन्छन् सबै ब्रान्ड गरेर। आइफोन दिनको रेसियोमा हेर्ने हो भने 1देखि 2, कहिलेकाहीँ 3-4 वटा नि हुन्छ, तर रेसियो महिनाभरिको हेर्दाखेरि लगभग 2टाको रेसियो जस्तो हुन्छ। यो तपाईँको ठ्याक्कै एउटा हिसाबले कुरो गर्ने हो भने यो अहिलेको यो प्रविधि जोडिँदै जाँदाखेरि होइन युवा पुस्ताहरूको मागमा पनि अहिले विशेष सेवा सुविधा हुँदाखेरि आइफोन होइन अझ के अरे ठुल्ठुलो अलिकति राम्रो ब्रान्डको जस्तो स्यामसङकै कुरा गर्ने हो भने अल्ट्रा 20 प्रो होइन यो खालको खोज्ने त ट्रेन्ड बढेकै छ। र कस्तो खालको चाहिँ अलिकति बढी माग आउँछ? अलिकति हाई सिरिज लिँदाखेरि चाहिँ अब स्यामसङ अहिले S25 अल्ट्रा नै सिरिज लिनुहुन्छ। नर्मल बजेट बिक्ने भनेको 17देखि तपाईँको 40को रेन्जमा लिने भनेको चाहिँ लगभग यस्तो 30,000को रेन्जमा बढी रुचाउनुहुन्छ। यो रेन्जको फोनहरू बढी बिक्री हुन्छ र अहिले चाहिँ अब सजिलो छ 0% ब्याज दर भनेपछि ब्याज नलाग्ने, क्यास लिए पनि त्यति नै, किस्तामा लिए पनि त्यति नै भएको कारणले चाहिँ किस्तामा बढी पनि जान थालेको छ। यो अति आवश्यक। हजुर, हामीले त यो चाहिँ अगाडि नै मैले चाहिँ लगभग आजभन्दा 10 वर्ष अगाडि नै अमेरिकाबाट किस्तामा फोन किनेको भन्थे। यहाँ ल्याएपछि उहाँ किस्ता नहालेपछि बन्द हुन्थ्यो भने आज भनेपछि बल्ल मात्रै त्यो यो कुरा नेपालमा अहिले सुविधा आएको छ। र अहिलेको हाम्रो कार्यक्रमको निर्धारित समयको पनि अन्तिमतिर आइपुगेका छौँ र यहाँले यो कार्यक्रम हेरिराख्नुभएका आम दर्शकबिन त्यसै गरी यो तपाईँको पसलका आम दर्शक र सेवाग्राहीहरूलाई के भन्न चाहनुहुन्छ कार्यक्रमको अन्तिम? यहाँ सम्पूर्णलाई नमस्कार। म बलराम बस्नेत, हेलो मोबाइल सर्भिसको प्रोभाइडर। यहाँले दिनुभएको माया, हौसला र सुझावको लागि धेरै धेरै आभारी छु। र आउँदा दिनहरूमा पनि यहाँहरूको फोनमा आएका समस्याहरू र तपाईँलाई कुनै पनि तपाईँ कहीँ जाँदै गर्दा फोनमा अचानक समस्या भयो, हाम्रो चाहिँ WhatsApp नम्बर राखेका छौँ। त्यहाँ तपाईँले केही आफैले पनि गर्न सक्ने अवस्थाहरू हुन्छ। कहिलेकाहीँ आफूलाई आइडिया आउँदैन, त्यो आइडिया चाहिँ यस्तो यस्तो भयो समस्या भनेर त्यहीँबाट पनि हामीले चाहिँ यसो गर्नुहोस्, यसो गर्दा चाहिँ यसरी हुनसक्छ भनेर त्यो सुझावको लागि पनि एउटा त्यो चाहिँ हामी कन्टिन्यू फोनमै हुन्छौँ एकजना। र तपाईँहरू पनि अब बाइक पर्छ हजुरलाई पनि त्यस्तो एक्सचेन्ज गर्नु पऱ्यो होइन, किस्तामा फोन लिनु पऱ्यो भने एकपल्ट हेलो मोबाइल सर्भिस सम्झिन सक्नुहुनेछ। हस् त। यहाँको महत्त्वपूर्ण समयको लागि पनि विशेष धन्यवाद दिन चाहन्छौँ र हाम्रो कार्यक्रम पनि यहाँले सफल बनाइदिनु भएको छ र आगामी दिनमा यहाँको यात्रा अविरल रहोस्। यहाँलाई पनि विशेष धन्यवाद। दर्शकबिन हामीले यो इटारीमा रहेको एउटा चाहिँ दाजुभाइले सञ्चालन गरिराखेको र एउटा मर्मतको क्षेत्रबाट आएर आज चाहिँ यो अवस्थासम्मको यात्रामा आइपुगिराख्दाका विभिन्न चुनौती, त्यसै गरी हामीले अहिले पछिल्लो समय विदेश जाने ट्रेन चलिराख्दाखेरि आजभन्दा 18 वर्ष अगाडि विदेशको सपना छोडेर चाहिँ एउटा मोबाइलको मर्मत गर्ने सामान्य कामबाट आउनुभएका बलराम बस्नेत र किशोर बस्नेतका उहाँको भाइका विभिन्न सङ्घर्षका कथाहरू जोडेका छौँ र यस्तै यस्तै विभिन्न कार्यक्रमहरू लिएर तपाईँहरू माझ यसै कार्यक्रम लिएर हरेक हप्ताको आइतबार विराट टेलिभिजन मार्फत आउने बाचा गर्दै म कार्यक्रम प्रस्तुता मिलन अधिकारी पनि तपाईँहरू माझ बिदा हुन चाहन्छु। धन्यवाद। संस्थाको विकासदेखि व्यक्तिका सङ्घर्षसम्मको कार्यक्रम सफल यात्रा।